आज हामी चाहिँ बुढाबुढी मिलेर पशुपतिनाथ दर्शन गर्नको लागि चाहिँ हिँडिरहेका छौँ। हिँड्ने क्रममा वरिपरि मान्छेहरू छन्। बुढी तिमीलाई अब आज हामी अब पशुपतिनाथ दर्शन गरेर भित्र जाँदैछौँ नि। अहिले मतलब दर्शन गर्नको लागि भित्र जाँदैछौँ। अहिले कस्तो फिल भइरहेको छ? हाम्रो चाहिँ बिहे अघि नै उसकै जाने सोच थियो नि त। हजुर, जान मन थियो। अहिले बिहे गरेपछि चाहिँ पुरा भयो। एकदम खुसी र हामी भर्खर अब भित्र जाँदैछौँ है। हामीले भने के सोचेका थियौँ भने यो भित्र जाने क्रममा बन्द रहेछ कि भनेर कस्तो डर लागेको थियो। गलत टाइममा आएछौँ कि भनेर। धन्न खुल्ला रहेछ, साइडबाट जान मिल्दो रहेछ। यो चाहिँ बस पार्कहरूको ठाउँ है, बसहरू पार्किङ गर्ने ठाउँहरू हो। मस्त राम्रो छ जे होस्। अनि यो साइडतिरबाट हामी यसरी यो साइडबाट यो कुनाबाट चाहिँ मान्छे आइजाइ गर्न मिल्ने, कारहरू यताउति चाहिँ इन्ट्री रहन्छ त्यहाँभित्र। यो ठाउँबाट चाहिँ खालि मान्छे मात्रै भित्र पस्न सक्दो रहेछ, अरूलाई चाहिँ अलाउड रहेनछ। त्यही हो यो ठाउँको मेन विशेषता। र माग्नेहरू चाहिँ आजभोलि पशुपतिनाथ मन्दिरमा निकै कम छन् है। मान्छे नै छैनन् भने नि लानी भयो। र यो चाहिँ अब पूजाआजा गर्ने, अब खानासाना बनाउने हो त्यस्तो ठाउँ रहेछ। राम्रै छ, व्यवस्थित छ जे होस्। अहिले चाहिँ निकै सुधार भएको रहेछ क्या। यो माग्नेहरू चाहिँ एकदम देखिँदै देखिएनन् कि, नत्र भने 5-5को 10-10को खुल्ला बनाएर लिएर हिँड्नु पर्थ्यो बाँड्दै बाँड्दै। यो चाहिँ रहेनछ अहिले। यो चाहिँ एकदम सुधार गरेको रहेछ। र बाटो पनि एकदम सफा क्लिन, एकदम हेर्दाखेरि पनि राम्रो व्यवस्थित तरिकाले बनाएको रहेछ क्या। पहिलाको लेखी चाहिँ निकै नै सुधार भएको छ पशुपतिनाथ मन्दिर चाहिँ। ल हेर्नु, क्लिन छ एकदमै। पसलहरू देख्ने बित्तिकै चाहिँ अब के किन्छौ, हातमा लाउने घाँटीमा लाउने के किन्छौ भन्दै चाहिँ सोध्दै हिँड्दै हाँस्दै हामीहरू अघि बढ्दै थियौँ। बुढी अब के किन्छौ त तिमी? पशुपति मन्दिर मार्केटै हजुर, रुममा त कति राख्छौ र? पुरै रुमै भर्न लागिसक्यौ त तिमी त। पहिला भने हामीहरू यहाँ आउँदाखेरि पुरै बाइक स्कुटी कति धेरै हुन्थ्यो। अहिले चाहिँ रहन्छ, सफा रहेछ ठाउँ चाहिँ। र हामी यहाँ अहिले प्रवेश गरिसकेका छौँ पशुपतिनाथ मन्दिरमा। र अनि यो चाहिँ हामी अब जाँदा जाँदै अब अगाडिको पुरै फेसहरू, इन्टरफेसहरू चाहिँ हो। यो चाहिँ मजाले हेर्न सकिन्छ। धेरै राम्रो छ। मान्छेहरूको चाहिँ अब भिडभाड नर्मलै छ, अरू दिनभन्दा धेरै राम्रो छ भनौँ न। हामी सही टाइममा घुम्न गएछौँ जस्तो फिल भइरहेको थियो। हामी त अब 2 बजेतिर गएको थियौँ के अरे, 2 होइन 12:30-1 बजेतिर घुम्न गएको थियौँ। अनि हेर्दाखेरि अब यहाँ चाहिँ अब यो आरतीहरू गर्ने ठाउँतिर आइयो, आएर अब बसियो। यो चाहिँ अब यो हाम्रो जलाउने भन्दा तलपट्टिको हुन्छ नि यो जल, त्यो हो। यो चाहिँ धेरै फोहोरो छ हो, सफा छैन। पानी हेर्दाखेरि एकदमै फोहोरो देखिरहेछ। र वहाँबाट हेर्दा पनि एकदमै फोहोरै देखिरहेको थियो यो बेलामा। अनि यतापट्टि हेरेको बाँदर सुतिरहेको रहेछ। अनि मस्त। अनि हनुमानजी हो, जे भए पनि एउटा सर्ट लेखिदिउँ न त भनेर हनुमानजीको एउटा सर्ट लेखिदिएँ। अनि उतापट्टि पनि अर्को सुतिरहनु भएको थियो, आनन्दले निदाउनु भएको छ हो मजाले यो सर्ट लिएर। अनि फेरि एकचोटि फेरि पानीकै हेर्न मन लाग्यो। अनि यिनीहरू चाहिँ रातिमा अब हुन्छ नि, अब मान्छेहरू मर्ने, अब राति होस् दिन होस् मर्दा जलाउने, अब तिनीहरू चाहिँ पण्डित क्रियाक्रम गर्ने पण्डितहरू पनि हुन्। अनि यहाँ चाहिँ अब धनी मान्छेलाई एकातिर, अनि मतलब सामान्य मान्छेहरूलाई चाहिँ अब एकातिर भन्ने खालको पनि सिस्टम रहेछ, जलाउने ओर्ने यताउति। यता चाहिँ मान्छेहरू जलाइरहेका छन्, त्यो धुवा पुत्ताको चाहिँ सबै मान्छेहरूलाई जलाइरहेका छन्। र हामी मन्दिर प्रवेश गर्नको लागि चाहिँ बोरामा यो झोलामा जुत्ता राखेर, अनि यतापट्टि फ्रीमा यहाँ राखिदिँदो रहेछ जुत्ता चप्पल चाहिँ। अनि त्यहाँनिर दिन्छौँ र अनि टोकन लिएर अनि हामी अब मन्दिर प्रवेश गर्नतर्फ लाग्छौँ। अनि जाँदाखेरि यस्तो राम्रो लागेर यो बुट्टाको मैले नि यो सर्ट लेखिदिएँ, एक सर्ट। अनि यहाँ भित्रपट्टि एउटा मन्दिर रहेछ, अनि सानो अगाडि गइछन्। मैले चाहिँ पछाडिबाट उनको भिडियो बनाइदिएको थिएँ यो बेलामा चाहिँ। अनि भन्छ नि एकचोटि परेवाको सर्ट लेखौँ न साना, कस्तो आउँदो रहेछ भनेर भन्दै थिएँ। हामी आयो मूलद्वारमा बल्ल। यहाँबाट चाहिँ हामीलाई मोबाइलहरू भित्र लिएर जान अलाउड दिँदैन। त्यही भएर चाहिँ हामीले भित्रको केही पनि अब भिडियोहरू क्याप्चर गर्न पाउँदैनौँ। बाहिरबाटै थोरै भिडियो लेख्छौँ, हेर्छौँ। मान्छेहरूले फोटो खिचाइरहेका थिए, फोटो खिचाउँछौँ हामीले पनि।
यहाँ चाहिँ अब यी फोटो खिचाएर फोटो निकालेर फ्रेम बनाएर अनि घरतर्फ फर्किन लाग्छौँ। अनि हामीले चाहिँ घर फर्कने पहिल्यै टिकट काटेका थियौँ। टिकट काटियो हिँडियो।